यति बेला हामी सेतीबेनी पुगेर हामी फर्किँदैछौँ अनि सेतीबेनीलाई चाहिँ पर्वत गुल्मी अनि स्याङ्जाको एउटा सङ्गम स्थानमा एउटा धार्मिक स्थलको रूपमा आफ्नै महत्त्व बोकेको ठाउँ रहेछ। अनि यति बेला हामी कहाँ गइराखेको छौँ भन्दाखेरि यो कालीगण्डकी नदीको हाइड्रोको ड्याममाथि हामी बगिराखेका छौँ। अनि यो कालीगण्डकी नदीको पनि एउटा आफ्नै छुट्टै विशेषता बोकेको छ होइन। यो धार्मिक सांस्कृतिक अनि एउटा पर्यटकीय क्षेत्र त छँदैछ। यसले एउटा नेपालको ठुलो आर्थिक स्रोतको रूपमा एउटा हाइड्रो पावरलाई पनि यो महत्त्वका साथ यो नदी चाहिँ बगिरहेको छ। हाइड्रो पावर बन्ने क्रम पनि जारी छ। अनि यो ड्याम चाहिँ एउटा डोमेस्टिक टुरिस्टको लागि पनि एकदमै राम्रो छ। तपाईँले स्याङ्जाबाट गुल्मीबाट आएर यो माथि चढेर यसरी तपाईँ जानुभयो भने तपाईँ सेतीबेनी पुग्नुहुन्छ। सेतीबेनी एउटा आफ्नै धार्मिक सांस्कृतिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। आज हामी त्यो ठाउँमा पुगेर हामी यसरी फर्किँदैछौँ। अनि यो कालीगण्डकी ड्याम लगभग 6 देखि 7 किलोमिटर लामो हुनुपर्छ। अनि हाम्रो यहाँ पुरै अफिसर साथीहरू पनि यसरी बसिराख्नु भएको छ। अनि मेरो साथमा नजिकै चाहिँ पटेल सर हुनुहुन्छ है। हेलो, केही भन्नु छ? हामी यहाँ रमाइरहेको छौँ। एकदमै राम्रो ठाउँ हो। हामी अहिले के भन्छ यसलाई बोटिङ स्टिमरमा चाहिँ एकदमै इन्जोय गरिरहेको छौँ। यता सर्कुलेसन छ, एकदम नेचर एकदम ब्याकग्राउन्ड बहुत राम्रो छ। मजा आइरहेको छ। मेरो एउटै भन्नु चाहिँ आन्तरिक पर्यटन बढाऊ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ। हामीसँग यति धेरै खोला नालाहरू छ, त्यसको सदुपयोग गरौँ। यो देशमै होइन यसरी जलविद्युतहरू उत्पादन गरौँ। अनि त्यसको ड्याममाथि यसरी एउटा मनोरञ्जनात्मक कुराहरू सेट गरियो भने आन्तरिक पर्यटन प्रवर्धन हुन्छ भन्ने हो। जब हामी पर छौँ त्यो ठाउँमा चाहिँ वाइड एरिया छ। अनि अहिले चाहिँ हामी यस्तो गड्स टाइपको एकदम गड्स टाइपको ठाउँमा जाँदैछ। एकदम ब्राइट छ होइन। अनि हेर्नुहोस्, जस्ट आई बिकेम लाइक अ फुल क्या स्टिमर भनिरहेको थिएँ। वाट डज इट मिन के हो स्टिमर भनेको भनेर म चाहिँ झुकिरहेको थिएँ। लास्टमा त बोट रहेछ क्या यो। अनि यो चाहिँ डिजेलबाट चलिरहेको छ। अनि मेरो अगाडिको दृश्य यस्तो छ। कालीगण्डकी ए जलविद्युतको अगाडि ठ्याक्कै त्यो अफिसको अगाडि म उभिरहेको छु। कालीगण्डकी ड्याम साइडको स्ट्रक्चरहरू कस्तो रहेछ अब हामीलाई त्यो इन्जिनियरिङ बारे त केही पनि थाहा छैन। इभन हामी त्यो स्ट्रक्चरहरू चाहिँ हेर्नलाई भिजिट गर्नलाई फिल्डमा जाँदैछौँ। ठ्याक्कै यसको इन्जिनियरिङ स्ट्रक्चरमा कसरी भन्छ भन्ने चाहिँ थाहा छैन। तर यहाँ चाहिँ अब यस्तो त्यो माथिको भित्तालाई पनि त्यहाँ हेर्नुहोस् पुरै प्लास्टर गरेर एकदमै बलियो बनाइएको छ भनौँ होइन। कालीगण्डकी जलविद्युत आयोजनाको मेन ड्याम यो साइड चाहिँ